ल हामी कहाँ त भिन्डी पनि छ त है, सबै कुरा अलिअलि 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 बेथे। बिउ पनि होस्, सयपत्री पनि छ यहाँ अलिअलि, एक दुईवटा बोट, एक दुईवटा बोट, एक दुईवटा बोट, सबै कुरा जे उम्रिन्छ सबै राखिदिने हो भनेर गाडीमा कतिपय कुराहरू आफै उम्रिन्छ। यहाँ टोमेटोको हालत हेरौँ न, सबै ढल्यो। आँधी बेरी, ठुलो आँधी बेरी आयो कि गत हप्ता, त्यसपछि गोलभेडा ढलेर प्लट नै भरि पाक्न थालेको छ, खान सुरु गरिएको छ। यो बेथेको बिउ राखेको हेर्नु नै, यहाँबाट फोटो लिँदा त घरभन्दा अग्लो देखिँदो रहेछ। ओहो, ल ल ल बेथेको बिउ अर्को वर्षलाई। गोलभेडाहरू आउँदैछन्, पाक्दैछन्, अलिअलि टिपिन्छ, करिब 2 दिन बिराई 3 दिन बिराई टिप्न पाइन्छ। ल ल ल ल ल ल ल ल टन्न ल यस्तै हो। यो अर्कै जातको गोलभेडा हो कि, पाक्ने बेलै भएको छैन, भर्खर फल्न सुरु भएको छ। एउटा दाना पनि टिपेको छैन, भर्खर फल्न सुरु भएको छ। अब यो बढ्छ कि बढ्दैन थाहा छैन। त्यही हो, मैले भने नि सबैभन्दा राम्रो भनेको यो वर्ष काँक्रो नै भयो। ल ल है, त्यहाँ गोलभेडाहरू छन्। ल ठिक छ, समथिङ इज बेटर देन नथिङ। सबै कुराको भेराइटी छ, धेरै मिक्सअप छ, राम्रै भइरहेछ भन्नु पऱ्यो। सन्तोष छ, केही नगरी पनि कसरी बस्छ नि, कत्रा कत्रु गऱ्यो, टिप्यो खायो, टिप्यो खायो, टिप्यो खायो, राम्रो छ त। यो स्याउको बोट चाहिँ अहिले फुलेर पनि रहेन क्या, दानै रहेन। पोहोर साल बरु एउटा दानासम्म खाइहाल्यो, यो वर्ष एउटा पनि रहेन। यो फुजी हो, फुजी एप्पल हो। बोट राम्रो छ, अझै पनि पलाउँदैछ। अर्को वर्ष फेरि फुल्छ यो, अब हेरौँ के कसो हो, हेर्दै जाउँ। ल यस्तै छ, रमाइलो छ।